भगवान विष्णुले आफ्नो भक्त प्रह्लादको जीवन रक्षा गर्न विकराल नरसिंह रूप धारण गरेको थियो। आज हामी भक्त र भगवान बीचको मनमोहक कथा र सुवर्ण वस्त्रधारी अत्यन्तै बलशाली असुर राजा हिरण्यकश्यपको पाप र क्रूरताको श्रृङ्खलाको बारेमा जान्नेछौँ। हिन्दू धर्म ग्रन्थका अनुसार सतयुगको अन्त्यमा ऋषि कश्यपकी पत्नी दितिको गर्भबाट 2 सन्तानको जन्म भएको थियो, हिरण्यकश्यप र हिरण्याक्ष। जब आफ्नो प्रिय भाइ हिरण्याक्षलाई भगवान विष्णुका अवतार बराहले वध गरे, दैत्य हिरण्यकश्यप निकै क्रोधित भए। यसै समयदेखि उनले देवताहरूलाई विशेष भगवान विष्णुलाई आफ्नो परम शत्रु मान्न थाल्यो। हिरण्यकश्यपले भगवान ब्रह्माको कठोर तपस्या गरेका थिए। तपस्याका दौरान हिरण्यकश्यपको शरीरबाट आगोको ज्वाला निस्किन्थ्यो। उनको कठोर तपस्याबाट प्रसन्न भई भगवान ब्रह्मा हिरण्यकश्यपले तपस्या गरेको ठाउँमा प्रकट भए र भन्नुभयो, हे हिरण्यकश्यप, म तिम्रो तपस्याबाट प्रसन्न भए, आफ्नो इच्छा अनुसार वरदान माग। ब्रह्मालाई नमन गर्दै हिरण्यकश्यपले भने, हे ब्रह्मदेव, मलाई अमरताको वरदान दिनुहोस्। उनको इच्छा सुनेर ब्रह्माले भने, जन्म र मृत्यु सृष्टिको नियम हो। सृष्टिको नियमलाई उल्लङ्घन गर्ने सामर्थ्य ममा पनि छैन, त्यसैले अमरताको वरदान तिमीलाई म दिन सक्दिनँ। अरू नै कुनै वरदान माग। ब्रह्माको कुरा सुनेर हिरण्यकश्यपले अचम्मको वरदान मागे। उनले भने, हे ब्रह्मदेव, उसो भए मलाई न घर बाहिर न घरभित्र, न रातिको अँधेरोमा न दिनको घाममा, न आकाशमा न पातालमा, न त जमिनमा, न नरबाट न यक्षबाट, न गन्धर्वबाट न देवताबाट, न किन्नरबाट न कुञ्जरबाट, न हातबाट न हतियारबाट, न मर्ने र 12 महिनाको कुनै पनि दिन मृत्यु नहुने वरदान दिनुहोस्। हिरण्यकश्यपको कुरा सुनेर ब्रह्माले उनले मागेको वरदान दिएर अन्तर्ध्यान भए। ब्रह्माको वरदान पाएपछि हिरण्यकश्यपको अहङ्कारले सीमा नाग्यो। उनले आफूले आफैलाई भगवानको दर्जामा राखे। आफूलाई भगवान घोषित गर्दै आफ्नो प्रजालाई घर घरमा आफ्नो पूजा गर्न आदेश दिए। उनले भगवान विष्णुको पूजामा प्रतिबन्ध लगाए। आफूलाई अजर अमर सम्झिन थाले। उनले तीनै लोकमा आफ्नो कब्जा जमायो र भयङ्कर अत्याचार गर्न थाल्यो। सबै जगतलाई आफ्नो वशमा पार्यो। पुरा सृष्टिको मालिक म नै हो, म भन्दा ठुलो अरू कोही छैन भन्दै विष्णुको होइन आफ्नो पूजा गर्न सबैलाई प्रताडित गर्न थाल्यो। उनको आतङ्कले देवताहरू निकै भयभीत हुन थाले। आफूहरूलाई सुरक्षित गर्न देवी देवताले भगवान श्री विष्णुसँग सहायता मागे। त्राही माम, हे विष्णु, हिरण्यकश्यपको आतङ्कले उग्र रूप लियो, कृपा गरी उनको आतङ्कबाट हामीलाई बचाउनुहोस्। देवताहरूको यस्तो भय देखेर विष्णुले आज्ञा गरे, हे देवगण, तिमीहरू यसरी भयभीत नहो, धैर्य गर। हिरण्यकश्यपको अत्याचारबाट तिमीहरूलाई म अवश्य मुक्ति दिलाउनेछु। हिरण्यकश्यपका 4 पुत्रहरू थिए, प्रह्लाद, अनुहल्लाद, संहलाद र हल्लाद। हिरण्यकश्यपले प्रह्लादलाई अक्षर ज्ञान तथा भक्ति ज्ञानको लागि सहरभन्दा टाढाको पाठशालामा पठाएको थियो। उक्त पाठशालामा 2 जना आचार्यले प्रह्लादलाई धर्मको शिक्षा दिन्थे। हिरण्यकश्यपको आदेश बमोजिम पाठशालाका सबै शिष्यलाई हिरण्यकश्यपको नाम जप गर्ने मन्त्र सिकाइन्थ्यो। आचार्यले भन्थे कि विष्णु नाम र अरू कुनै पनि देवताको नाम जप्ने होइन, हिरण्यकश्यप भगवान हो, हामी सबैले उहाँकै नाम जप्नुपर्छ। प्रह्लादले पनि आफ्नो पिताको नाम जप्ने गर्थ्यो। यदि कसैले हिरण्यकश्यपको सट्टामा अरू देवताको नाम जप्यो भने उसलाई सबको अगाडि मृत्युदण्ड दिइन्थ्यो। पाठशाला जाने बाटोमा एक कुमालेको माटोको भाँडा बनाउने कारखाना थियो। एक दिन कुमालेले भाँडा बनाउन मिलाएर भत्तीमा राखिएको थियो। भोलि बिहान आगो बाली माटोका भाँडा बनाउन काठले भत्ती छोपेको थियो। त्यही राति एउटा बिरालोले सुरक्षाको खातिर आफ्नो बच्चालाई उक्त भक्तिमा राखे र आफू पनि सँगै विश्राम गरे।
भोलिपल्ट बिहानै माउ बिरालो आफ्नो बच्चालाई त्यही भत्तीमा छोडेर खाना खोज्न बाहिर निस्के। सधैँ चाहिँ कुमाली पनि बिहानै भत्तीमा आइपुगिन् र माटोको भाँडा बनाउन भत्तीमा आगो बाल्यो। आगो तेज हुन थाल्यो। केही समयपछि खाना लिएर माउ बिरालो आइपुग्यो। आफ्नो बच्चा राखेको भत्तीमा आगो दनदन बलेको देखे। त्यही आगोमा आफ्नो बच्चा जल्ने डरले बिरालोले म्याउ म्याउ गर्दै बिलौना गर्न थाल्यो। बिरालोको बिलौना देखेर कुमालीले बुझे कि भत्तीभित्र बिरालोको बच्चा रहेछ भनेर। त्यसपछि कुमालीले 2 हात जोडी भगवानसँग प्रार्थना गरे, हे प्रभु, मलाई महापाप लाग्छ, यो बिरालोको बच्चाको रक्षा गर्नुहोस्। कुमालीले पटक पटक यही प्रार्थना गर्दै भगवानलाई पुकारिरहिन्। यही समयमा प्रह्लाद त्यही बाटो भएर पाठशाला जाँदै थियो। कुमालीले त्यसरी प्रार्थना गर्दै रोइरहेको देखेर उसको नजिक गएर प्रह्लादले भन्यो, हे माता, तपाईँले रामको होइन मेरो पिताको नाम लिनुहोस्, होइन भने तपाईँलाई मृत्युदण्ड दिइनेछ। उनको कुरा सुनेर कुमालीले भनिन्, यो भत्तीमा बिरालोको बच्चा रहेछ, मैले थाहै पाइनँ, त्यसैले भगवानसँग त्यो बच्चाको सुरक्षाको प्रार्थना गर्दैछु। यो भयङ्कर अग्निबाट त्यो बिरालोको बच्चालाई राजा हिरण्यकश्यपले बचाउन सक्दैन, भगवानले मात्रै बचाउन सक्नुहुन्छ। फेरि प्रह्लादले भन्यो, माता, ठिक छ, तपाईँले माटोको भाँडा निकाल्ने बेलामा मलाई पनि बोलाउनुहोस् है। 2 दिनपछि अनायासै एक शीतल हावा चल्यो र आगो निभ्यो। भनिन्थ्यो उति बेला भत्तीमा राखेर भाँडा बनाउन 1 महिना लाग्थ्यो, तर त्यो समयमा 2 दिनमा नै भाँडा तयार भयो। प्रह्लादलाई बोलाएर कुमालीले भत्तीबाट भाँडा निकाल्यो। अरू सबै भाँडा तयार भएका थिए, तर जुन भाँडामा बिरालोको बच्चा थियो त्यो भाँडा भने कच्चा नै थियो। बिरालोको बच्चा सुरक्षित थियो। यो दृश्य देखेर प्रह्लादले मान्यो कि यस्तो विकट परिस्थितिमा मानिसले केही गर्न नसक्ने रहेछ, तर भगवानले गर्न सक्ने रहेछ। यो दृश्य देखेपछि प्रह्लादले भन्यो, हे माता, यदि भगवानले बिरालोको बच्चालाई बचाएको हो भने अबदेखि मैले पनि भगवानकै नाम जप गर्नेछु, मेरो पिताको नाम जप गर्दिन। यही दिनदेखि प्रह्लादले आफ्नो पिता हिरण्यकश्यपले आफूलाई भगवान ठानेको भ्रमलाई अस्वीकार गर्दै उनको जप गर्न बन्द गर्यो र भगवानको नाम जप गर्न थाल्यो। यो कुरा पाठशालाको आचार्यले थाहा पाएपछि प्रह्लादलाई सम्झाए। राजकुमार प्रह्लाद, तपाईँले भगवानको जप गर्ने होइन, तपाईँको पिता दैत्य राजा हिरण्यकश्यपको नाम जप गर्नुहोस्। आचार्यको कुरा सुनेर प्रह्लादले भन्यो, गुरुदेव, मेरो पिता मानिस हो, राजा हो, तर भगवान होइन। विशेष परिस्थितिमा तपाईँलाई भगवानले मात्रै रक्षा गर्न सक्छ। जीव कल्याण पनि भगवानले नै गर्छ। राजाले जनतालाई के दिन्छ? उल्टा जनतासँग कर लिन्छ। भगवान सबको पालनकर्ता हो। राजाले अन्याय गर्ने होइन, उनले त सही कानुन व्यवस्था बनाएर प्रजालाई खुसी बान्नुपर्छ। प्रजाको सुरक्षा गर्नु राजाको परम कर्तव्य हो। राजालाई भगवानको भक्तिबाट नै राज्य प्राप्त हुने हो। यदि राजाले प्रजालाई दुःख दियो भने भगवानले उसलाई अवश्य दण्ड दिन्छ। त्यसैले राजाले पनि भगवानको नाम लिनुपर्छ, भगवानसँग डराउनुपर्छ। प्रह्लादको कुरा सुनेर आचार्यले भन्यो, राजकुमार, तपाईँ हाम्रो शिष्य हुनुहुन्छ, गुरु होइन। तपाईँ हामीलाई शिक्षा दिँदै हुनुहुन्छ। प्रह्लादले भन्यो, क्षमा गर्नुहोस् गुरुदेव, मैले हजुरलाई शिक्षा दिएको होइन, राजाको धर्म सम्झाएको हुँ। आचार्यले भन्नुभयो, हे राजकुमार, यो ज्ञान तपाईँलाई कसले दियो? प्रह्लादले भन्यो, गुरुदेव, मलाई पहिलाको कुरा याद आयो। जब म मेरो माताको गर्भमा थिएँ, मेरो पिताजी हिरण्यकश्यप तपस्या गरिरहेका बेला देवहरूले हाम्रो दरबारमा आक्रमण गरेका थिए। उति बेला नारद मुनिले मेरी माताजी कयधुलाई बचाउनु भएको थियो। युद्धको वातावरणले मेरो माताजी निकै भयभीत हुनुभएको थियो। मेरो माताको भय भगाउन त्यो समयमा नारद मुनिले सुनाउनु भएको भगवान विष्णुको महिमा, ज्ञान र मानव कर्तव्यको शिक्षाले गर्भभित्रको ममा निकै गहिरो प्रभाव परेको थियो। त्यसैले अबदेखि म भगवान विष्णुको जप गर्नेछु। प्रह्लादको कुरा सुनिसकेपछि आचार्यहरू दैत्यराजा हिरण्यकश्यपलाई भेट्न दरबारमा गए र बिन्ती गरे।
महाराज, हजुरको पुत्र प्रह्लादले हजुरको नाम जप नगरेर भगवान विष्णुको नाम जप गरिरहनु भएको छ। हाम्रो कुरै सुनेन। हामीले शिक्षा दिए भने उल्टै हामीलाई नै ज्ञान दिनुहुन्छ। आचार्यहरूको कुरा सुनेपछि राजाले आफ्नो पुत्र प्रह्लादलाई बोलाएर जङ्गिँदै भन्यो, पुत्र प्रह्लाद, म यो के सुन्दैछु? तिनै लोकमा सबै जीवजन्तुले मेरो पूजा गर्छ, तर एक तिमीले मात्रै मेरो पूजा गर्न अस्वीकार गरेको छ। के यो सत्य हो? पिताको प्रश्नको उत्तर दिँदै प्रह्लादले भन्यो, हो, यो सत्य हो पिताजी, किनभने तिनै लोकका प्राणीहरूले तपाईँको भक्तिको कारण होइन, भएको कारण पूजा गरेर तपाईँको अहङ्कारलाई बढावा दिइरहेका छन्, तपाईँलाई कुमार्गमा डोर्याइरहेका छन्। म तपाईँको पुत्र भएर तपाईँलाई यस कुमार्गमा हिँड्न रोकेर सत्मार्गमा ल्याउनु मैले आफ्नो कर्तव्य सम्झेको छु। यसकारण म तपाईँको पूजा गर्दिनँ। आफ्नो पुत्र प्रह्लादको कुरा सुनेर निकै क्रोधित भई हिरण्यकश्यप फेरि जङ्गिए। उसो भए तैँले कसको पूजा गर्छस् त? प्रह्लादले मुस्कुराउँदै भने, पिताजी, तिनै लोकमा पूजाको योग्य त एकजना मात्रै छन्, अविनाशी अच्युत परमेश्वर श्री विष्णु भगवान। हामीभन्दा उच्च दर्जामा उहाँ नै हुनुहुन्छ। प्रत्येक कष्टबाट बचाउन भगवान समर्थ छ, मानव समर्थ छैन। यदि कुनै भक्तले साधना गरेर कुनै शक्ति भगवानबाट प्राप्त गर्छ भने ऊ सामान्य व्यक्तिभन्दा त उत्तम हुन्छ, तर भगवानभन्दा उत्तम र सर्वश्रेष्ठ हुनै सक्दैन। विष्णु भगवान नै सर्वश्रेष्ठ र समर्थ छ। आफ्नो पुत्र प्रह्लादको यस्तो कुरा सुनेर अहङ्कारी हिरण्यकश्यप निकै क्रोधित बने। उनले आफ्ना नोकर र सिपाहीलाई आदेश दिए, यसलाई मेरो आँखाबाट ओझेल पार, जाऊ जङ्गलमा सर्पहरूको बीचमा छोडेर आऊ, सर्पले टोकेर यसको मृत्यु हुन्छ। सिपाहीहरूले राजाको आदेश पालना गर्दै प्रह्लादलाई जङ्गलमा लगे। उनीहरूले प्रह्लादलाई सर्पहरूको बीचमा डोरीले बाँधेर फर्के, तर ती सर्पहरूले प्रह्लादलाई कुनै हानि पुर्याएन। प्रह्लाद जङ्गलमा सर्पहरूको बीच आरामले सुत्यो। भोलिपल्ट बिहान सूर्यको किरण प्रह्लादको शरीरमा परेको देखेर सर्पहरूले आफ्नो कन फैलाएर छेकिदियो। बिहान राजाले आफ्ना सिपाहीहरूलाई आदेश दिए, जाऊ जङ्गल गएर प्रह्लादको लास लिएर आऊ। आदेशको पालना गर्दै सिपाहीहरू जङ्गलमा पुगे। उनीहरू जङ्गलमा पुग्ने बित्तिकै सर्पहरू प्रह्लादलाई छोडेर आफ्नो बाटो लागे। प्रह्लादको मृत्यु भएको सोचेर सिपाहीहरूले उचाल्न खोजे, तर प्रह्लाद आफै उठे। 10 वर्षको प्रह्लादलाई जीवितै देखेर उनीहरू छक्क परे। प्रह्लादलाई लिएर दरबार फर्के। प्रह्लाद जीवितै देखेर हिरण्यकश्यप क्रोधित भए। उनले फेरि आदेश दिए, जाऊ अब यसलाई पहाडबाट खसालेर आऊ। राजाको आदेश पालना गर्दै सिपाहीहरूले प्रह्लादलाई लगेर पहाडबाट खसालिदिए। प्रह्लाद खसेर फुलको बाक्लो रुखको माथि पर्यो र बच्यो। अब हिरण्यकश्यपको रिसको सीमा नै रहेन। उनले फेरि प्रह्लादका हातखुट्टा बाँडेर हात्तीहरूको बाटोमा छोड्न लगायो, तर हात्तीहरूले पनि प्रह्लादलाई केही गरेन। अर्को दिन प्रह्लादलाई बाँधेर सागरमा बगाउन लगाइयो। तब सागरदेव स्वयंले प्रह्लादलाई आफ्नो बाहुपासमा थापेर सागरभित्रै कमलको फुलमा सुताए। पुत्र वियोगमा प्रह्लादको माता कयाधु आफ्नो पुत्रसँगै मृत्युवरण गर्ने सोचले समुद्रतिर पाइला बढाए। उनले सागरदेवलाई पुकार्दै भनिन्, हे सागरदेव, मेरो पुत्र मलाई फिर्ता दिनुहोस्। यदि हजुरले मेरो पुत्रलाई शरण दिनुभयो भने म पनि यही सागरमै मृत्युवरण गर्नेछु। रानी कयाधुको पुकार सुनेर सागरदेव प्रकट हुनुभयो। उनले दुवै हातले प्रह्लादलाई बोकेका थिए। सागरदेवले भन्नुभयो, पुत्री कयाधु, ल्याऊ, तिम्रो पुत्रलाई मैले सकुशल तिमी सामु ल्याएको छु। एक मातालाई उसको पुत्र फिर्ता दिनु मेरो धर्म हो। आफ्नो पुत्रलाई जीवितै देखेर रानी कयाधु हर्ष विभोर भइन् र सागरदेवलाई धन्यवाद दिइन्। प्रह्लाद सागरबाट पनि सकुशल फर्केकाले दैत्य राजा हिरण्यकश्यप निकै क्रोधित बने। रिसले आगो भई हिरण्यकश्यपले आफ्नो बहिनी होलिकालाई दरबारमा बोलायो र आदेश दियो, प्रिय बहिनी होलिका,
प्रह्लादले मेरो जप नगरी भगवान विष्णुको जप गरिरहेको छ, मेरो परम शत्रु बनेको छ। त्यसैले तिमीले उसलाई आफ्नो काखमा राखेर अग्निमा बस अनि उसको वध गर। होलिकालाई अग्निबाट कुनै पनि हानि नहुने वरदान प्राप्त थियो। यस वरदानले तबसम्म मात्रै फल दिन्थ्यो जबसम्म होलिकाले कुनै असल मानवलाई प्रताडित नगरोस्। होलिका प्रह्लादलाई आफ्नो काखमा राखेर चितामा बसिन् र भनिन्, बाबु प्रह्लाद, तिमी नडराऊ है, तिमीलाई केही पनि हुँदैन। हेर त, म पनि त तिमीसँगै बसेकी छु। प्रह्लाद मौन रहे र भगवान विष्णुको नाम जप गर्न थाल्यो। आगोमा जलेर होलिका भस्म भइन्, किनभने होलिकाको मन प्रह्लादप्रति विषाक्त भएको थियो। प्रह्लादलाई अग्निले केही असर गरेन, किनभने प्रह्लादको मन स्वच्छ र निर्मल थियो। उनको भगवान विष्णुप्रतिको भक्ति स्वार्थमुक्त थियो। यो घटनाले प्रह्लादको भगवानप्रतिको विश्वास झन बढ्यो। यसरी नै हिरण्यकश्यपले आफ्नै छोरा प्रह्लादलाई विभिन्न 84 कष्टहरूबाट प्रताडित गर्यो। यी कष्टकर दिनहरूमा प्रह्लादले भगवानको नाम जप गर्न छोडेन। प्रह्लादको यस्तो भक्ति विश्वास देखेर उनको भक्तिबाट प्रभावित भएर भगवान प्रसन्न हुँदै उनको प्रत्येक कष्ट र सङ्कटमा सहायता गरिरहनुभयो। असुर राजा हिरण्यकश्यपले भगवान ब्रह्माको घोर तपस्या गरेर वरदान प्राप्त गरेका थिए कि उनको मृत्यु बिहान नहोस् र साँझमा पनि नहोस्, दिनमा र रातमा नहोस्, 12 महिनामा कुनै दिन पनि मृत्यु नहोस्, अस्त्र शस्त्रले मृत्यु नहोस्, पृथ्वीमा मृत्यु नहोस्, आकाशमा मृत्यु नहोस्, पशु पक्षीले मार्न नसकोस्, किराहरूले मार्न नसकोस्, कुनै मानवले मार्न नसकोस्, घरभित्र मृत्यु नहोस्, घर बाहिर मृत्यु नहोस्। यही वरदानको अभिमानले हिरण्यकश्यपले प्रह्लादलाई मार्नको लागि चट्टानको खम्बालाई रातो नहुन्जेलसम्म अग्निले सेक्न लगाइयो। यसपछि प्रह्लादलाई उक्त खम्बासँगै उभ्याएर रिसले चुर भई सोधे, के तिम्रो भगवानले तँलाई यो गरम खम्बाबाट रक्षा गर्न आउँछ? बोला तेरो भगवानलाई, आज म पनि हेर्छु तेरो भगवानले तँलाई कसरी बचाउँदो रहेछ। हजारौं दर्शकले यो अत्याचार हेरिरहेका थिए। प्रह्लाद डरले भयभीत भयो। उनलाई लाग्यो कि यो जलिरहेको खम्बामा भगवान कसरी आउँछ। यति नै बेला प्रह्लादले देखे कि उक्त खम्बामा खैरो रङको ससाना कमिलाहरू पङ्क्तिबद्ध भई हिँडिरहेका थिए। कोही माथि चढिरहेका थिए भने कोही तल झरिरहेका थिए। कमिलाहरूलाई देखेर प्रह्लादले विचार गर्यो, यस्तो रापिलो खम्बामा कमिलाहरू त हिँडिरहेको छ, यिनीहरूलाई केही असर गरेन भने मलाई पनि त केही हुँदैन होला। यतिकैमा हिरण्यकश्यपले भन्यो, प्रह्लाद, यो खम्बालाई दुईटै हातले समातेर अङ्कमाल गर। आज म पनि हेर्छु तेरो भगवानले कसरी तेरो रक्षा गर्दो रहेछ। यदि तैँले खम्बालाई अङ्कमाल गरेन भने यही तलवारले तेरो शिर शरीरबाट अलग्याइदिन्छु। आफ्नो पिताको कुराले प्रह्लाद असाध्यै डराए र भगवान विष्णुको नाम जप्दै खम्बालाई अङ्कमाल गर्न आफ्नो दुबै हात अघि बढायो। यसैबीच त्यही खम्बा भित्रबाट नरसिंह रूप धारण गरेर भगवान प्रकट हुनुभयो। आधा मानिस र आधा सिंहको रूपमा भगवान विष्णुको चौथो अवतारको अनुहार सिंहको र शरीर मानवको थियो। यो रूपबाट भयभीत हुँदै हिरण्यकश्यप भाग्न थाल्यो। भगवान नरसिंहले उनलाई समातेर आफ्नो घुँडाको बीचमा राखेर हावामा लट्काइदिनुभयो। हिरण्यकश्यपले डरले चिच्याउँदै भन्यो, कृपया मलाई क्षमा गर्नुहोस्, अबदेखि म कसैलाई कहिल्यै सताउँदिनँ। तब भगवान नरसिंहले गर्जिँदै भन्नुभयो, दुष्ट हिरण्यकश्यप, के मेरो भक्त प्रह्लादले तँसँग क्षमायाचना गरेको थिएन? के तैँले उसको कुरा सुनिस्? अब तँलाई तेरो ज्यानको माया लाग्यो र डर लाग्यो होइन? हे अपराधी, मलाई राम्ररी निहालेर हेर, न म मानव हुँ न पशु, न आकाश हुँ न पृथ्वी। अहिले न बिहानको समय न साँझको समय हो, न 12 महिना हो, यो 13औं महिना हो। मसँग न अस्त्र छ न शस्त्र नै, न म घरभित्र छु न घर बाहिर, घरको ढोकाको बिचमा छु। अब तेरो मृत्यु निश्चित छ। यति भन्दै अत्यन्तै
क्रोधित भई नरसिंह भगवानले आफ्नो औँलाको नङले दैत्य राजाको पेट चिरेर आन्द्रा निकाल्यो र आफ्नो गलामा मालाको रूपमा सजायो। त्यसपछि हिरण्यकश्यपलाई भुइँमा फालिदियो। हिरण्यकश्यपको मृत्यु भयो। आकाशबाट समस्त देवगणले पुष्प वृष्टि गरे। हिरण्यकश्यपको वध गरिसकेपछि पनि भगवान नरसिंहको क्रोध शान्त भएन। जब नरसिंहको क्रोध अनियन्त्रित हुन थाल्यो र सृष्टिको लागि खतरा उत्पन्न हुन थाल्यो, तब सबै देवगणहरू भयभीत भए। अत्यन्तै उग्र र क्रोधित भगवान नरसिंहको अगाडि देवगणहरूले भक्त प्रह्लादलाई उभ्याइदिए। आफ्नो परम भक्तलाई देखेपछि उनको क्रोध शान्त भयो र उनले प्रह्लादलाई प्रेमपूर्वक आफ्नो काखमा राखे र मायाको वर्षात गरे। नरसिंह अवतार भगवान विष्णुको चौथो अवतार मानिन्छ। यो अवतार अरू अवतारहरूभन्दा अति उग्र र शक्तिशाली थियो। यस अवतारमा भगवान विष्णु न पूर्ण रूपमा मानव थिए न पशु नै थिए। भगवान नरसिंहको रूप आधा मानव र आधा सिंहको थियो। नरसिंहले यस्तो रूप लिए जसले हिरण्यकश्यपले प्राप्त गरेको वरदानको सबै शर्त पुरा गरे। भगवान नरसिंहले एक स्तम्भबाट प्रकट भएर प्रह्लादको भक्ति विश्वासलाई पुष्टि गर्नुभएको थियो। जब जब दैत्य शक्तिले धरतीमा अधर्म, क्रूरता, निर्दयता र अत्याचार फैलाउँछ, तब तब भगवान विष्णुले यिनीहरूको सर्वनाश गर्न कुनै न कुनै अवतार लिने गर्नुहुन्छ। नरसिंह अवतार पनि यसैको एक क्रम थियो र अधर्ममाथि धर्मको विजय थियो।